म चाहिँ अहिले यस्तो सुन्दर डाँडामा आइपुगेको छु हेर्नु होला। लगभग यस्तो डाँडा चाहिँ मैले धेरैवटा काटेर आएको छु होइन। यता हेर्नु होला त्यस्तै सुन्दर छ होइन। अमेजिङ प्लेसमा चाहिँ म आइपुगेको छु ल। वाउ, म धेरै माथिसम्म जानेछु। कति सुन्दर देखेछ हेर्नुहोस् न। ल यस्तो डाँडा त मैले 2-3टा काटेर आएको छु है। अब यो माथि जाउँ भनेको थिएँ तर यता चाहिँ म जाँदिनँ। यतापट्टिको चाहिँ जान्छु म, ऊ माथि जान्छु। यताको चाहिँ जाँदिनँ म होइन। दिस इज फर माई मेमोरी। कति सुन्दर छ हेर्नुहोस् न। वाउ, अब्सोल्युटली अमेजिङ। ल यता त झन् हेर्नुहोस् न, चिडिक्का 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 डाँडा स्टेप 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 छ क्या। यो तोरीको फुल जस्तो चाहिँ यस्तो डाँडा चाहिँ मैले 5वटा काटेर आएको हो। अनि तोरीको फुल जस्तो रहेछ यो चाहिँ हेर्नुहोस् है। भोलिपर्सि कस्तो पहेँलो हुने रहेछ, कति मजाको। अब म जानेछु, तपाईँहरूलाई माथिसम्म देखाउने छु कति सुन्दर छ हेर्नु होला। धेरै माथि आइपुगेछु म। यो यस्तो डाँडाहरू धेरै हिँड्यो अमेरिकामा, धेरै हिँड्यो। तर यो चाहिँ अझै 1 हप्ता पछाडि आउनु थियो भने चाहिँ अझै सुन्दर हुन्थ्यो। तर त्यही नै हो, अलिक छिटो आयो। हेर्नु न कति मजाको देखेको। वाउ, अमेजिङ। यता हेऱ्यो त्यस्तै रमाइलो, उता हेऱ्यो त्यस्तै सुतुङ। ऊ पर चाहिँ गाईबस्तु चरिरहेको छ है। ऊ यस्तो माथि पनि गाईबस्तु छ। जाने हो जाने हो। आज चाहिँ मैले लगभग मोर देन 500 क्यालोरी चाहिँ फालेँ। तेर्सो हुँदै हो माथि टुप्पोमा पुग्छु अनि सुत्छु एकछिन हो। कति मजा आउँछ सुत्ने हो। हरियाली डाँडा, झन् हिँडो लाग्ने, झन् हिँडो लाग्ने। के मजाको डाँडा काँडा हो। वाउ, कति राम्रो देखेको बुट्टा। कति छ आमामामु। लो हेर यो सुन्दरी, सो ब्युटिफुल। वाउ, हेर्नु होला कस्तो स्टेप छ क्या। म चाहिँ ऊ माथि पुग्ने हो। यता त जान सकिँदैन होला। अब टाइम पनि छैन, भोक पनि लाग्छ होइन। जति हेऱ्यो त्यति सुन्दर छ यार। जति हेऱ्यो उति सुन्दर। के को बोल, चरा कराउँदैछ टाढो 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 टाढो। आउनु, यहाँ पक्कै चरा गुड्छ होला, तर यो लोथोर्केले खाइदिन्छ होला चरा। एउ पर छ करो 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 कर मैले दो। कति मजाको देखेको हो संसार। यो गाई बस्तु चरिरहेको छ यहाँ। यो त कहाँ पो त हो यो। ल हेर्नु होला, देख्नुभयो यो डाँडा चाहिँ। यो डाँडा भन्दा उता पनि 3टा डाँडा छ।
त्यहाँबाट चाहिँ म यसो हुँदै 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 यहाँ आइपुगेँ। त्यहाँबाट पछाडि चाहिँ यो देखेपछि अब यो माथि जाँदैछु। योदेखि कुन देखिन्छ हेरौँ है। यल्लो यल्लो यताको हेर्नुहोस् कति मजाले कराएको हो तिमी चरा हौ। हेर्नु न यहाँ नै खेल्छ होला क्या चराहरू पनि। हामी पहिला यस्तो ढुङ्गामा लुकीमारी खेल्थ्यौँ उहाँ दास खोलामा चिसाङ खोलामा हो। कस्तो राम्रो देखेको क्या। ट्यु ट्यु यहाँ गरेर आछ। यो कति मजाले कराएको। ठिकै छ म चाहिँ यहाँ पुग्छु भन्ने लक्ष्य थियो। म पुगेँ पुग्नै आँटेँ। पुगे चाहिँ नभनौँ न हौ पुग्नै आँटेँ पुग्नै आँटेँ पुग्नै आँटेँ पुग्नै आँटेँ। यताको संसार भिन्नै छ है। फेरि यता चाहिँ ठुलो जङ्गल रहेछ। यो ओह्रालो देख्न थालिगयो नि। वाउ यस्तोबाट चाहिँ म आएको। यस्तो 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 भएर ओह्रालो छ फेरि उकालो फेरि ओह्रालो छ फेरि उकालो फेरि ओह्रालो छ। त्यो ओह्रालोदेखि मुनि चाहिँ गाई हो है हेर्नुलाई। त्यहाँबाट गाई बस्तु चरिरहेछ। त्यहाँबाट उकालो छ त्यहाँबाट फेरि ओह्रालो त्यहाँबाट फेरि ओह्रालो ओह्रालो उकालो त्यहाँबाट मात्रै पर पुगिन्छ। त्यहाँबाट अझै उता पनि छ नागे। ल यो ल म आइपुगेँ साथी। यही दुईवटा बुट्टा हो अनि यो ढुङ्गामा ती बस्छु अब। ल ल ओ माई गॉड वाट अ भ्यू। लारा भ्यू कस्तो राम्रो भ्यू यार। कहाँबाट आएको नि ल साथी हो। थ्याङ्क यू सो मच फर वाचिङ होइन। मोमोतिर फर्काउनु।